राजनीतिले सबै वाक्क भ्रष्टाचारले दिक्क राजनीतिले सबै वाक्क भ्रष्टाचारले दिक्क जनता जति रण भुल्ला नेता गफमै ठिक्क जनता जति रण भुल्ला नेता गफमै ठिक्क दुःख पाउने पाइरहोस् नपाउनेलाई दामी दुःख पाउने पाइरहोस् नपाउनेलाई दामी अनेकतालाई एकतामा जोड्छौँ अब हामी अनेकतालाई एकतामा जोड्छौँ अब हामी महँगी नि उस्तै भयो आकाशियो भाउ महँगी नि उस्तै भयो आकाशियो भाउ खबरदारको बिगुल फुक्दै आयो च्याखे दाउ आयो च्याखे दाउ आयो च्याखे दाउ ताई तिमी एक्लै आयौ त खै त रमेशलाई त भेटिन बरु त्यसको साथीहरूलाई चाहिँ भेटाएँ दाई केटाहरूले त्यो काम गर्छन् रे त पैसा पाउनु भएपछि किन नगर्नु त्यो लफङ्गाहरूले हुन त हो पैसा देखेपछि भगवान शिवको त 3 नेत्र खुल्छ भन्छन् ती लफङ्गाहरू त पैसा भेटेपछि गरिहाल्छन् नि तिनीहरूलाई त ढुङ्गा खोज्दा देउता मिले झै भएको छ यो समयमा पैसा पाउनु भएपछि मिनाले ल्याएको नानी पनि रमेशलाई खोज्छु भनेर गाउँतिर गएकी थिइन् अनि गाउँतिर तिमीले भेटाएनौ दाई भेटिनँ मैले त बरु कान्छीले खाना पकाएन मलाई त भोक पो लागिसक्यो पकाउँदैछु भित्र सालबाबु पनि आउनु भएको छ ए सालबाबु आउनु भएको छ म त्यसो सालबाबु भेट्न गएँ कस्तो पेट कटक्क पो खाए चर्बी पो घर आउनु पर्यो हजुरलाई कहाँ मैले खोजिन कता जानुभएको नि मलाई खोज्नु भएको रे किन खोज्नु भएको मैले त हजुरलाई चिन्न पनि सकिनँ तपाईँको नजिकको मान्छे हो अनि खोज्नु परेन त नजिकको मान्छे रे मैले त बुझ्न सकिनँ नि मलाई मिना आन्टीले पठाउनु भएको हजुरसँग अथा मेरो आँखामा के पस्यो हेरिदिनु त आज दुखिसक्यो भनेको छिटो आउनु न फुक्दिनु खै छोड्नु त हात अब पोलिसको छैन त केही रमेश त हुन्थ्यो अस्ति सरबाट आएकै थियो यहाँको बाटोमै चर्थ्यो होला लास पसेकाहरू ढुङ्गा खोज्दा डोटा मिल्यो अब यो सविताबाट टाढा बनाउनलाई कसैले पनि रोक्न सक्दैन मोबाइल चाहिँ अब भिडियो गर्ने होइन अलि राम्रोसँग खिच खिचिन्छ नि त अब सबै देखा अलिक कम भयो हजुरलाई अघि भन्दा अलिक कम भयो अनि अघि के मिना आन्टी भन्दै हुनुहुन्थ्यो त किनस् जाउँ घरमै गएर कुरा गर्नु अहिले भन्नुहोस् न अहिले कति गाह्रो भएको छ के मलाई आहा त मजाले हेर्न भएको छैन त्यसो भए जाउँ हिँड्नुहोस् हजुरले म समाउँछु ल मलाई कस्तो गाह्रो भइरहेको छ हेर्नै भएको छैन हुन्छ मेरो साथीको मोबाइल हो कहाँबाट यहाँ खसी छ मै पुऱ्याइदिएर आउँछु तपाईँ घर जाँदै गर्नु ल के म पनि हजुरसँगै जान्छु नि होइन तपाईँ जाँदै गर्नु म एकैछिनमा फर्किहाल्छु हुन्छ चाँडै आउनुहोस् है बिस्तारै जानु है के रहेछ यो केटाको मोबाइलमा यहीँ खसाले रहेछ यो यहाँ केही न केही गडबडी चाहिँ छ बुवा सबै पैसा किन पसलमा दिनुभएको म दिइहाल्थेँ नि मसँग थियो र पो दियो त छोरी नत्र किन दिन्थ्यो र अनि किन त्यो पसलमा बाख्रा किनिदिनु भन्दै अहिलेको अवस्था हेर्दाखेरि अरूसँग पैसा छैन जस्तो लाग्यो
त्यही साउसँग पैसा छ भनेर मैले भनेको नि। होस् के बुवा, अरूलाई नभन्नु। अब दसैँ आउनु लाग्यो, मान्छेहरू आफै हाल्छन् नि खोज्न। त्यही त, अब जसले भेट्यो त्यसलाई नभन्नु है बुवा। ल म कसैलाई भन्दिनँ, म चाहिँ मुखियाको छोरालाई भेट्न जान्छु। तिम्रो चाहिँ घर जाऊ। दिदी म पनि जान्छु नि। ल छिटो गरेर छिटो आउनु है, म खाना बनाउँदै गर्छु। ल छोरी म छिट्टै आउँछु। लु कान्छा बाटो यताबाट हिँड। कहाँ पो गयो केटी, यति बेलासम्म आउँदैन। भोक पनि नलाग्या हो कि नजा भन्दा पनि पटक्कै मान्ने होइन। कहाँ पो हराई? फुपू के हो तपाईँलाई? एक्लै कराएर बस्नु भएको छ त? मेरो साथीकी छोरी आई थिए, रमेशलाई खोज्न भनेर गाउँतिर गयो कि यति बेलासम्म आउँदिन त। अनि किन एक्लै पठाउनु भएको त? मलाई भन्नुभएको भए त म साथी गइदिन्थेँ नि। त अघि घरमा थिइनस्, त्यही भएर एक्लै गइ नि। नजा भनेको नि मानिन। आइहाल्नुहुन्छ होला नि, गाउँतिर घुम्दै हुनुहुन्छ होला। फुपू म एकछिन शोभा काकीकोमा गएर आउँछु ल। किन जानु पर्यो बेकारमा? नभेटेको नि धेरै भयो, त्यही भएर एकछिन भेटेर आउँ कि भनेर। छिटो आइजा नि, घरमा कामहरू होला, म त सक्दिनँ नि गर्न। ल फुपू म आएर गर्छु के, छिट्टै आउँछु म। आज त एक्लै खै त घुमाइदिने मान्छे जता भयो नि तपाईँलाई किन चाहियो? साइला उहाँ नि हो गोपालदाकी साली? हो। कति राम्री हुनुहुँदो रहेछ र पो रमेशले एकछिन पनि नछोडेको। ओ हेलो, के हेर त्यसै टल्ल परेर कहिले केटी देख्न पाए जस्तरी? देख्न त देखेको थिएँ, तर तपाईँ जति राम्री चाहिँ कहीँ पनि देखेको थिइनँ। अब त पनि आफ्नै औकातमा छैन, देख्ने बित्तिकै आफ्नो गाउँमा आएको पाहुनालाई यसरी बाटो बसेर गिच्याउन लाज आउनु तपाईँहरूलाई? हेरौँला यो चुरी फुरी पनि कति दिनको हो। रमेशको लागि घरमा अर्को केटी आइसकेकी छ, त्यस पछाडि त सम्झिने पालो त हामीलाई त होला नि। रमेशले छोडो भने के? रमेशले छोडो भने केही पनि नै हिँड्छ हाल्छौँ के राडा पर्न। कता गएछन्? उठा चिटिक्क पारा चिरिच्याक पारा सजाएको रहेछ। भान्जा बहिनीमा यसो साथी हुन्थ्यो, कता गएछन्? घरिघर झाकासाका खोलेर एकछिन बस्दै गर्नु पऱ्यो। भान्जा गरिखेर आउने हुन्। यसो पल्टेर मोबाइल चलाएर बस्नु पऱ्यो। शोभा काकी कहाँ पुगेर आउनुभएको? पसलसम्म गएर आएको कान्छी। अनि तिमी कता हिँडेको नि? म हजुरकै घरमा हिँडेको काकी, बाटैमा भेट भयो। अनि आजभोलि त हाम्रो घरमा आउनै छोड्नु भयो त? घरमा बुवा पनि आउनु भएको छ, भाइ पनि छ, त्यही भएर कतै हिँड्न पाएको छैन आजभोलि। अनि कति कामले भेट्न आउनु लाग्थ्यो त मलाई। अब त दसैँ पनि आउन लाग्यो काकी, घर लिपपोत गर्नु छ। अनि कमेरो माटो लिन जाने कि भनेर हजुरकै घरमा सोध्न हिँडेको, तपाईँ बाटोमै भेट हुनुभयो। खोइ कान्छी, यसपालि कमेरो माटो नलाउँ कि भनेको, म पनि माइत जान्छु कि दसैँ मान्न। नजानु न काकी, तपाईँ र म भएर घर लिपपोत गर्नुपर्छ। अनि नयाँ लुगा किन्नलाई बजार जानुपर्छ। के किन्नु कान्छी नयाँ लुगा? हामीलाई त के दसैँ हो र, तिमीहरूलाई पो दसैँ आउँछ त। आफूलाई त कसरी दसैँ मनाउने भन्ने चिन्ता छ। धेरै चिन्ता नि नलिनु के काकी, दसैँमा त न काका नि आउनुहुन्छ कि फर्केर? आउँदैन क्या कान्छी, आउने भए पहिल्यै आइसक्थ्यो। अब म जसरी सक्छु त्यसरी मनाउँछु दसैँ तिहार। ऊ आयोस् नआइनुहोस्। किन यति धेरै निराश हुनुहुन्छ कि काकी? तपाईँ एक्लै त हुनुहुन्छ, के नै चाहिन्छ तपाईँलाई दसैँ मनाउनलाई? दसैँको बेला पाहुनाहरू आउँछन्, मिठो मसिनो खुवाउनै परिहाल्यो, टिको लाएर अलिअलि दक्षिणा दिनै परिहाल्यो। आफूसित 1 रुपियाँ छैन, भएको वस्तु भाउ पनि एउटै बिक्री भएन। काकी धेरै चिन्ता नगर्नु, तपाईँलाई पैसा चाहिएको भए म दिन्छु। मलाई आमा हुँदाखेरि दिनुभएको पैसा मैले लुकाएर राखेको छु, म त्यही पैसा दिन्छु। मलाई पैसा किन चाहियो होला? कान्छी तिमी कति बुझ्ने छ भाइ, तिम्रो आमाले दिएको पैसा मलाई चाहिँदैन। म जसरी भए पनि आफ्नो खर्च आफै टार्छु। काकी चाहियो भने भन्नुहोस् ल, मेरो साथी भने पनि, आमा भने पनि, दिदी बहिनी भने पनि, जे भने पनि तपाईँ नै हुनुहुन्छ। तपाईँको दुःख म कसरी हेर्न सक्छु र? कान्छी तिमी पनि धेरै चिन्ता नलिऊ, म छु नि तिम्रो लागि। काकी म यहीँबाट घर जान्छु, तपाईँलाई बाटोमा भेट भइहाल्यो।
ल कान्छी ल चिन्ता नलिकन जाऊ है फुर्सद मिल्यो भने म पनि आउँला है नरु चिन्ता नगर ल राम्रै जाऊ है आइज यहाँ बस दसैँ पनि नजिक आइसक्यो कसरी दसैँ मनाउने सरसल्लाह गर्नु पर्यो बस आइज कान्छा दसैँ पनि नजिक आइसक्यो तसँग खर्च के कस्तो छ मसँग त के हुनु र दाइ अलिअलि भएको खर्च पनि बुहारीले लिएर गएपछि हेर कान्छा जे भए पनि हामी जमिनदारको सन्तान हौ छि भन्ने तरिकाले दसैँ मानेर भएन नि त जमिनदारको सन्तान भएर के गर्नु दाइ बाबुबाजेले भएको सम्पत्ति जुवामा दाउ हानेर सिधै हाले बरु साधारण परिवारमा जन्मिन पाएको भए त्यही राम्रो हुन्थ्यो बाबुबाजेले सबै सम्पत्ति सकेको छैन कान्छा अलिअलि हामीले पनि जोडेछौँ अहिले पो गाह्रो पर्यो त हामीलाई गाह्रो छ भन्दैमा दसैँ मान्नलाई जग्गा जमिन नै बेच्ने कुरो भएन त्यो त हो कान्छा तर खसी किन्ने जिम्मा चाहिँ तेरो हो नि अनि घरमा आउने पाहुना पात मरमसला रमेश र कान्छीलाई कपडा किन्ने काम नि मेरो भयो कान्छीले र रमेशलाई मात्रै किनिदिएर हुन्छ मलाई पनि चाहिन्छ बनारसी साडी तँलाई र हामीलाई किन चाहियो तिनीहरू पो बच्चा छन् तिनीहरूलाई पो किनिदिनु पर्छ मलाई अरू थाहा छैन कान्छीले र रमेशलाई किनिदिएपछि मलाई पनि चाहिन्छ ल ल धेरै नगर तँलाई पनि किनिदिउँला मान्छे भने बुढी भइसकेको छ बानी बेहोर चाहिँ बच्चाको जस्तो छ के कुरा हुँदैछ तिनीहरूको ए बाबु नि आइपुग्नु भएको छ बस्नुहोस् के कुरा हुनु नि बाबु दसैँ नजिक आइसकेको छ दसैँ कसरी मान्ने भनेर कुरा गरेको यो त राम्रै कुरा हो नि भिनाजु एउटा खसी किन्नु छ खसी खोज्न चाहिँ साला भिना गाउँतिर जानु पर्ला है खसी त ठुलै ल्याउनु है दाइ दसैँ भरिलाई पुग्ने गरी हुन्छ नि भिनाजु जाउँला नि तर म दसैँ मान्न चाहिँ घरतिरै जान्छु कि कहाँ घर जाने कुरा गर्नुभएको बाबु दसैँ त यतै मान्नुपर्छ यहाँ पनि को छ र हुन त भयो भिनाजु अब हेरौँ के हुन्छ दसैँसम्म त दिदीहरू पनि आइपुग्नुहुन्छ होला नि आएको भन्दा त नआएकै जाति मेरो लागि त के भन्छ त चुप लाएर बस है मैले भएकै कुरा त गरेको मलाई पहिला घर छोड्न बाध्य बनाएको तिनै भाउजूले हो श्याम दाइलाई गाउँकोलाई नभएको कुरा लगाइदिएर मिना पहिला जे भयो भयो अहिले त्यो कुरा ननिकाल त मैले त केही बोल्नै हुँदैन है यो घरमा यसलाई त बेला बेलामा के हुन्छ कोही बेला राम्रै कुरा गर्छ कोही बेला त्यत्तिकै रिसाउँछ छोडिदेऊ दाइ दसैँ पनि नजिक आइसक्यो यो दसैँलाई घर पनि सिँगार्नु पर्ने खै कान्छ पहिलेको दसैँ घर छ र योपालिको दसैँ घर छ फरक छ पहिले आँगनमा भरि भएर मान्छे हुन्थ्यो यसपालि त खाली होला जस्तो छ भिनाजु धेरै चिन्ता नगरौँ न समय खेल हो यस्तै छ त मनलाई बुझाउनु पर्छ दाइ सधैँ चिन्ता लिएर हुँदैन त्यो त हो कान्छ तर यसपालिको दसैँ रमाइलोसित मान्नुपर्छ बाबु यी तान्नुहोस् मलाई गाउँमा कुनै केटी मन परेछ नि मलाई भन है यसपालि म तेरो बिहे गर्ने सुरुमा छु मन त परेको छ तर के तर नि खै भनौँ कि नभनौँ भन त चिन्ता गर्नै पर्दैन जसको छोरी भने म कुरा गर्छु साँच्चै हो नि बुवा साँच्चै हो कसको छोरी हो तैँले मन पराएको अस्ति तपाईँले भन्नुभएको थियो नि मुखियाको जेठो छोरा उहाँकै छोरी हो के भन्छ यो मुखियाको छोरी पो ताकेको आफ्नो औकात हेरेको छस् माया गर्न पनि औकात हेर्छ नि त बुवा पर्दैन त हेर्नु औकात मुखियाको छोरी हातिन्छ त हामी जस्तोलाई भोलि माग्नु गयो भने गोले ठोकिदिन्छ अघिसम्म म पुरा गर्छु भन्नुभएको होइन अहिले त डराउनु भयो त डराएको छैन म यसो भए मुखियाबाट घर जाने नि त अहिले त नजाने पछि जाउँला तँ जाँसु जा म त अब छोरीले भात पकायो होला म त भोक लाग्यो घरतिर हिँड्यो त्यसै डराउनु भयो
कान्छीखेर मेरो माया बसिहाल्यो भने पनि माग्न जानु सक्नुहुन्न होला। बरु आज म पो कता जाउँ, कान्छीको घर पनि कता होला है? यसो खोज्दै जानु पर्यो, त्यही पनि भेटिन्छ कि। गोपाल दाइको साली त अति राम्री रहेछ नि यार। तपाईँ त्यही गोपाल दाइको सालीको पछि लाग्नु थाली छैन? के गरौँ त यार, नसम्झ्यौँ भने नि सम्झिरहँ जति छ। त्यही भएर होला त्यो रमेशले एकछिन पनि नछोडेको। अब त्यो रमेशले गोपाल दाइको सालीलाई त छोड्दैन। म चाहिँ अब त्यही सहरबाट आएको केटीतिरै ताक्छु। केटीको कुरा जति गरे पनि त्यही हो साइला। बरु साथीहरू कहाँ गएछन् जाम खोज्न। किन खोजेको तिमीले चाहिँ हामीलाई? किन खोज्नु नि, विदेशबाट आएको पनि यतिका दिन भइसक्यो। अब गाउँमै केही गर्नु पर्यो भनेको, त्यही भएर साथी खोज्दै हिँड्यो नि। हामी त अरू केही काम गर्दैनौँ, हामीले त काम पाइगएको। त्यो काम गरेपछि त हामीलाई माल गरिदिन्छु भनेको छ। के काम हो त्यस्तो? हामीलाई पनि त्यसमा सामेल गराउन मिल्छ कि? मिल्दैन अरूलाई त। के काम हो यार, हामी पनि तिमीहरूकै साथी त नि, हामीलाई पनि काममा सामेल गराउ न। खोइ हामीले भन्नु हुँदैन, हाम्रो नायिका त अझै हो। सबैजना मिलेर गरेपछि हाम्रो भाग थोरै आउँछ फेरि। साथी भनेको दुःख सुखमा जेमा पनि काम लाग्ने हुनुपर्छ नि यार। दसैँ पनि नजिकै आइसक्यो, दसैँ मनाउने पैसा तिमीहरूसँग मिलेर केही कमाउनु पर्ला भनेको, तर पनि ठिकै छ। होस् साइला जाम। जे जस्तो पनि साथी हो तिमीहरू, हामीलाई साथ दिन्छौ नि? दिन्छौ। के काम हो र त्यस्तो? सुन, साथ दिन्छौ नि? पक्का भयो नि केटा? पक्का भयो। ल जाउँ त्यसो भए। घरमा पनि मेरो कुरा कसैले सुन्दैनन्। एउटी रमेशलाई खोज्न गयो कि कहाँ गयो आफै खोज्न हिँड्न पर्यो। ऊ आउँदै रहेछ नि। नानी तिमी त एक्लै आयौ, भेटिनौ रमेशलाई? भेटे तर ला अर्को केटीसँग बसेको देखेँ के आयो यसले। आन्टी के भयो हजुरलाई? केही होइन नानी, के तर भन्दै थियौ त तिमीले? केही होइन आन्टी, गाउँमा उहाँको काम छ अरे, एकछिनमा आउँछु भन्नुभएको छ। रमेशलाई भेटेर के कुरा गर्यौ त अनि? मैले खासै केही कुरा गरिनँ आन्टी, उहाँ घरमा आउनुहुन्छ अनि त्यसपछि कुरा गरिहाल्छु नि। ल अनि आन्टी हजुर चाहिँ कता हिँड्नुभएको नि? कता हिँड्नु नि, यति बेलासम्म तिमी आएनौ, तिमीलाई नै खोज्न हिँडेको। उहाँलाई खोज्न कति समय लाग्यो, तर पनि मलाई भेटेपछि वास्तै गर्नु भएन। अर्की छ त्यसको, के अवस्था गर्थ्यो यसलाई। आन्टी के भयो हजुरलाई आज? किन टोलाकै हुनुहुन्छ त? के होइन नानी, भोक लाग्यो होला तिमीलाई? हिँड घर जा। छैन आन्टी भोक लागेको, आज उहाँलाई भेट्न पाएँ त्यही खुसी छु। ल हिँड जा। हस् आन्टी। यो गाउँमा त कस्ता मान्छेहरू रहेछन्। बाटोमा कोही केटी हिँडेको देख्नै नहुने, गिज्याउनु पर्ने, के भन्नु पर्ने, हेरे पनि कस्तो अनि कोही त मेरो रमेश जस्ता राम्रा पनि हुन्छ। मेरो उहाँलाई त फोटोमा पनि कस्तो राम्रो देखिन्छ। ऊ मात्र राम्रो, हामी चाहिँ नराम्रो। त्यो त छन् यो गाउँको सबभन्दा खट्टमको हो त्यो। के भन्नुभयो रे? रमेश नराम्रो रे? रमेशले त भन्नुहुन्थ्यो मलाई हरेक कुरामा साथ दिने भनेकै मेरो साथीहरू हुन् भनेर, तर तपाईँ त उहाँहरूलाई नै नराम्रो भन्दै हुनुहुन्छ त। तिमीले त्यसको असली रूप देखेकै छैन। अब हामी तिमीलाई देखाउँछ त्यसको असली रूप। के भन्न खोज्नु भएको? मैले त बुझ्नै सकिनँ, अलि बुझ्ने गरेर भन्नु न। तिमी मात्रै होइन, रमेशको त अर्को पनि केटी छ भनेर भन्न खोजेको हामीले। यो हुनै सक्दैन। के प्रमाण छ तपाईँहरूसँग रमेशको अर्को केटी छ भनेर? हामी साथी हो त्यसको, अनि हामीलाई थाहा हुँदैन? हामीसँग त्यसको प्रमाण पनि छ। प्रमाण? कोही राजु देखाइदिए त प्रमाण देखाउनै पर्ने हो त। छैन त मोबाइल यार। यहाँ नजिस्केर अर्को जिम्मा होला यार। होइन यार, कहाँ खसालिस मोबाइल? कहाँ खसालिस है? के भन्नु? जोक नगर है, कहाँ खसालिस मोबाइल? यहाँ छ मोबाइल। सबै हेऱ्यो होला खोलेर है, मार्छ अहिले भाग। तिमीहरूलाई
ला केटा हो अजय र साइला खोइ त कहाँ गएछन् कि रमेशले बाटा भेटेर रामधुले हान्दियो खोइ सबले यसो गरौँ उसो गरौँ भने त्यही एउटा अझै थियो कहाँ गएछ उचाल्ने अनि हामीलाई के पठारै छोड्ने होइन त्यही त भने कुनै दिन भेट त होला नि साइला कहाँ गएछ पक्कै पनि रमेशले आज तिनीहरूलाई भेटेर रामधुले हाने जस्तो खोइ के पो गर्यो मोबाइल त्यसको हातमा पर्यो अघि चाहिँ बाटो छ त्यो फुस्यो होला साइला चाहिँ रमेशको फेला पर्यो होला पर्यो नि परोस् फन्दामा हामीलाई के मतलब हामी तिनजना फुस्केर आइहाल्यो त्यस्तो भनेर हुँदैन नि केटा हो सँगै सधैँ हिँड्ने हामी साथी कि एकचोटि हामी खोज्न जाने जान्न मात्र खोज्ने तिनीहरूलाई आफ्नो यहाँ मोबाइल कस्तै चिन्ता थियो हामी त बोक्दिन हाल्यो पोखरी खसेछ फेरि भेट्नु पनि रमेशले नै भेटेछ पक्षमा गयो मोबाइलको के चिन्ता गर्छस् मोबाइल रमेशले भेटिरहेछ दिइहाल्छ नि दिएको त्यही भयो त्यसले अब मोबाइल सबै प्रमाण त्यही मोबाइल छ त्यसले देखिसक्यो होला अब मोबाइल त इस पायो तिमीहरूले सुसम्य हुने कुरा पनि ठिकै हो सबै प्रमाण त्यो मोबाइलमा छ रमेशले हेरिसक्यो होला अब भिडियो खिच्नु लगाएको अघिले हो त्यसलाई नै तिराउने म त अनि यस्तो प्रमाण भएको मोबाइल अलिक जतनले राख्नुपर्छ नि त तैँले यसको त केही ढङ्गै छैन जे काम पनि हतार गर्छ अनि काम बिगारिहाल्छ मैले ज्ञानी खसाले हो र आफ्नै मोबाइल आफूलाई ज्ञानी खसाल्नु मन छ त पनि अघि देब्रे कुरो नगर है मैले के देब्रे कुरा गरेँ त्यस्तो एउटा मोबाइल पनि जतन गरेर जान्छ हेर्नुहोस् गोजी भएको लुगा लाग्छ जस्तो हामी झगडा नगरौँ मेरा केटा हो बरु त्यो अजय र साइला कुनै समस्यामा परे कि जाऊँ बरु हामी त्यतै म त जान्न होला खोइ फेरि रमेशले भेट्यो भने रामधुले हान्यो अरू त होइन मलाई त्यो अघि भेट्यो भने त्यसलाई म मोबाइल तिराउने हो अर्को चाहिँ थाहै छैन मलाई तपाईँ जतन गरेर राख्दैन राख्नु त राखेको हो क्या अरे अब कसरी खस्यो थाहै भएन हो अङ्ग भएर ढङ्ग नभने यसलाई नै भन्छ तेरै रहेछ नि अङ्ग रहेछ तेरै ढङ्ग झगडा नगर न केटा हो यहाँ कति टेन्सन भइरहेको छ आफ्नो मोबाइल हराएर चलाउन त किन चलाएको भइरहेको अब के गर्छ त तेरो ढङ्ग नि त्यस्तै थियो त के हुन्छ दोस्रो सबै मलाई लाग्यो अब चुप लागि हिँड्छौँ त्यहाँ साइला र अजयलाई बचाउन जस्तो भयो नि हाम्रा साथीहरू हुन् हामी समस्या पर्दा हामी जानुपर्छ त्यहाँ मोबाइलले एकछिन मात्रै जान्नु मोबाइल नसम्म त म जानै जान्छु यसलाई फेरि मोबाइल नहुने मोबाइल नभए त हुने एकछिन तँलाई चाहिँ किन चाहियो मोबाइल हेर्न हो अलिकति किताब पनि बुझौँ समाएर तैँले अब करै गरिस् ला मेरो चला गेम तास छ तास छ होला हेर त्यहाँ न्यारी खेल छैन न्यारी म्याच हो के हो हेर्न त्यहाँ खोले हेर्न मोबाइल त्यहाँ छ मोबाइल खोल्नु अब मलाई टाइम पास हुन्छ अब धेरै बेर छ होइन एकैछिन चलाएर फिर्ता दिइहाल्ने मोबाइल फेरि त्यहाँ आज एक दिन मलाई चलाउँदैन आज एक दिन तँलाई चलाउनु धेरै हामी चाहिँ गेम खेल्नु परेन युट्युबमा भिडियो हेर्नु परेन झन् आज त चिया खेदा आउँछ चिया खेदा त नहेरी हुँदैन मलाई बरु भोलि लालास् 6 दिनै राख ल मलाई पनि हेर्नु हुन्थ्यो अब तँलाई नि चिया खेदा हेर्नु पर्छ नि ल ल केटा हो भोलि हामी सबैजना जाउँला रमेशको अगाडि गएर माफी मागौँला अनि त्यहाँबाट त्यो मोबाइल फिर्ता मागेपछि रमेशले कसो नदेला र हामीलाई हो है ल त्यही गरौँ त्यही त गर्नु पर्यो जो लुजाम गर के भन्दै थियो ती केटाहरूले तिमीलाई तपाईँको त अरू केटी पनि छ अरे त्यही भन्दै थियो तपाईँको साथीहरूले ए त्यस्तो पो भन्दै थियो ती केटाहरूले अनि तिमीलाई मेरो विश्वास छ कि छैन छ न त अरूको कुरामा लागेर मसँग रिसाएको त छैनौ नि छैन रिसाएको अनि अघि त तपाईँको साथीहरूले मोबाइलमा केही प्रमाण भन्दै थिए खै त आयो त्यहाँ खेदाउ